बालेन्द्र शाह प्रधानमन्त्री हुन चाहेका भए हुन्थे। उसले चाहिँ सम हाउ प्रधानमन्त्री भएनन्, ऊ चाहिँ किङ मेकर। उसले चाहिँ सुशीला कार्कीलाई तपाईँ प्रधानमन्त्री हुनुहोस् भनेर बनाएको हो, आफ्नो लिगल एडभाइजरलाई गृहमन्त्री बनाएको पनि हो। के विश्वासमा भने यिनीहरूले हत्याराहरूलाई पक्रिन्छन्, सुशासन ल्याउँछन्, राम्रो काम गर्छन्, जनतालाई राहत दिन्छन् भन्ने विश्वासमा। तर उसले धोका खाए। बालेन्द्र शाहले धोका खानु भनेको नेपालले नि धोका खायो। मेरो हिसाबमा बालेन्द्र शाहको बारेमा क्लियरली भनिदिन्छु। बालेन्द्र शाह जुन बेला इन्डियाले लिम्पियाधुरा लिपुलले कालापानी हाम्रो हो भनेर भारतमा नक्सा टाँसेको थियो नि, संसदमा उनीहरूले नक्सा टाँसे, त्यसलाई काउन्टर दिँदै नेपाल ग्रेटर नेपालको नक्सा टाँस्न सक्ने हिम्मतिलो छोरो बालेन्द्र शाह आफ्नै कार्यकक्षमा इन्डियालाई टक्कर दिएको हो। त्यो भनेको त्यो अरू कसैले गर्न सकेको थिएनन्। पुरै आफ्नो म्याप राखे र सबै इन्डियनहरू रिसाएका थिए। इन्डियन सरकार रिसाएको थियो बालेन्द्र शाहसँग, यो चाहिँ भारत विरोधी रहेछ भनेर। त्यस्तै गरेर एकचोटि चाइनाले पनि त्यो इन्क्लुड गरेर गरेको नक्सा गर्दाखेरि भिजिटै क्यान्सल गरिदिए चाइनाको। म त्यहाँ जाँदै जान्न भनेर भिजिटै क्यान्सल गरिदिए। चाइनाको एउटा कार्यक्रम पनि यो रिङ रोड भित्र महानगरमा गर्नै दिएन नि, रिङ रोड बाहिर गर भनेर चाइनालाई पनि पस्ने ढिम्की नै दिएनन्। उसलाई पनि काउन्टर दिए। अमेरिकन एम्बेसिडरले भेट्न खोजेका थिए बालेन्द्र शाहलाई। बालेन्द्र शाहले के भन्यो भने मलाई भेट्ने हो भने परराष्ट्रको थ्रुबाट आउनु, डाइरेक्ट भेट्दिनँ भने। भन्नुको मतलब अमेरिकालाई पनि काउन्टर दिए। भनेपछि बालेन्द्र शाह कसरी चाहिँ एजेन्ट भए? बालेन्द्र शाहको त इमर्जिङ फेसलाई फेरि ऊ प्रधानमन्त्री होला भनेर रिसाले बालेन्द्र शाहका खुट्टा तान्नेहरूले लगाएको झुटो आरोप हो। सच्चा कोही छ भने बालेन्द्र शाह मात्रै हो।